छोरा बुहारीको उत्तरोत्तर प्रगति रहोस् दाम्पत्य जीवन सफल रहोस् भन्न काका नमस्ते। काकी नमस्ते। हजुर नमस्ते। गुरु नमस्कार। आमा नमस्ते। माइती हैन त अब त्यो लिएर आउँदा होइन बस्नु रंग संकेतवा शाखान छेउमा बस न छेउमा यसलाई एकतिर जतन गरेर राखौँ अहिले भरे भरे जाने बेलामा प्रेम कुमार पूर्वकम इमं सत्सिकं दैवतं यमानाय आदिपुत्राय अब फेरि अध्ययः पूर्वोच्चार्य संसिद्धिरस्तु बुद्धिमान गुप्तस्य प्रपौत्रिः मणिधन गुप्तस्य प्रपौत्रः जस्वागे गुप्तस्य पौत्रः चंद्रप्रकाश रुदाम्ने गुप्तस्य पौत्रः षडानंद नामधेयस्य कन्या राशि शरीरस्य वरायः कन्यादान कर्म पूर्वकम इमां सज्जिगम आत्रे गोत्राय। आज तपाईले
आफ्नो बधाई नि हैन लाई विवाह गरेर पठाउनु भयो के भन्न चाहनुहुन्छ उहाँको दाम्पत्य जीवनलाई ल भन्न त उहाँहरूको दाम्पत्य जीवनमा चाहिँ नयाँ सुखी सम्पन्नले भरियोस् धेरै धेरै माया मेलिना जोइ हैन फेरि बिहे गरेर घर नबिर्सिनु आउँदै गर्नु हाम्रो माया सम्बन्ध यस्तै नै भइराखोस् टाढा नहुनु खै तपाईले भन्नुभयो नि त्यस्तै हो त्यस्तै सेम सेम हो धेरै धेरै शुभकामना धेरै बोल्न आउँदैन के ल छोड्नु त अहिले छोडिदिनु फोडा एकछिन नगर्नु न पानी झरिरहनु पर्छ मैले पढुन्जेल यसो गर्ने छुइनँ यो पानी सकिने एकछिन अहिले सुरु गरेँ नमस्ते हजुरको नाम मेरो चन्द्रप्रकाश भन्दाली राई अब हजुरको छोरोले बिहा विवाह बन्धनमा बाँधे नै हुनुहुन्छ हैन के भन्न चाहनुहुन्छ त छोरा बुहारीलाई यो भिडियोमा भनिदिन्छ यो संयोगले भनौँ अब होइन चाडमा पनि अब नाता गाँच्ने आइपुग्ने यसको लागि एकदम यहाँ विशेष यहाँ खासबारीका मेरो सबै आफन्तहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु छोरा बुहारीको उत्तरोत्तर प्रगति होस् दाम्पत्य जीवन सफल रहोस् भनेर के भन्नु आमालाई ल आज तपाईँको चेलीलाई बिदा गर्नुभयो है तपाईँको चेली हो नि त होइन के भन्न चाहनुहुन्छ उहाँलाई आज विवाहको उपलक्ष्य भन्नु न भन्नु भन्नु न भन्नु गयो ठिकै छ ए गयो ठिकै छ बहुत राम्रो बजाउनु हुँदै तपाईँको नाम के हो मेरो जयप्रसाद महते जयप्रसाद महते महते ए महते हो हाम्रो ठाउँमा नि हुनुहुन्छ नि महते नुम हो क्या मेरो चाहिँ
ल आज तपाईँहरूको भदैनीको प्यारी भदैनीको विवाह बन्धन भएर बिदा गर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ उहाँहरूको दाम्पत्य जीवनलाई भन्नु त? अब उनीहरूको दाम्पत्य जीवन एकदमै सुखमय होस् होइन, बहिनीले सुख पाओस्, हरेक कुरा इच्छा उनीहरूको पुरा होस्। अब यस्तै नै हो। तपाईँको नाम? मेरो एलिना राई, म ठुलो फुपू हो। तपाईँ भन्नु त? त्यही हो, उहाँले जुन भनिसक्नुभयो होइन, मेरो पनि त्यही रहन्छ। उहाँहरू चाहिँ बेहुली माग्नलाई पुरा जन्ती पक्षबाट बुवा पनि नाचिराख्नु भएको छ है। यो हाम्रो किराँती समुदायमा चाहिँ यसरी नै बेहुली माग्ने बेलामा चाहिँ बाजा गाजा बजाएर नाच्ने चलन हुन्छ के। दुरान फिरान कुन पो सकिहाल्ने।